नमस्कार हजुर सारै सबैजनालाई नमस्कार। नमस्कार हजुर नमस्कार। अनि कस्तो महसुस भइरहेछ तपाईँलाई? कति रमाइलो लागिरहेको छ? साह्रै रमाइलो। एकदम रमाइलो। रमाइलोको त कुरै नगरौँ है। हजुर अनि कतिको थकानको महसुस भइरहेको छ यतिखेर? थकाइको त कुरै नगरौँ। यस्तो फ्रेस भएर हिँडिरहेको। हेलो नमस्ते। नमस्ते भाइ। अनि कस्तो महसुस भयो मलेसिया घुम्दाखेरि? कति रमाइलो भयो? यति रमाइलो भयो कि पछाडि चाहिँ हेर्नु चाहिँ नबिर्सिनु है। भाइहरूले रमाइलो गर्नुभयो छुट्टै। त्यो माथि थप म आफैले गर्दाखेरि अति लागिरहेछु है। एकदमै धन्यवाद, तपाईँहरूसँग घुम्ने एउटा अवसर मिलेको छ। हेलो नमस्ते। नमस्ते। अनि कतिको रमाइलो महसुस भयो तपाईँलाई चाहिँ? अति नै रमाइलो, जिन्दगीभरि पनि नबिर्सिने रमाइलो। हजुर धन्यवाद। ल हुन्छ। अनि मलेसिया आएर चाहिँ केही त्यस्तो नयाँ कुराहरू पाउनुभयो? धेरै कुराको महसुस, धेरै कुराको अनुभव पाइयो। हजुर विदेशको ठाउँमा आएर पनि होइन, हजुर हजुर हाम्रो मगर दाजुभाइहरूबाट धेरै सहयोग साथ एकदम अविस्मरणीय क्षण भयो अहिले चाहिँ। हजुर एकदमै एकदम धन्यवाद। खुसी लाग्यो र यो क्षण चाहिँ कहिले पनि भुल्ने छैन। हस् त, धन्यवाद। हजुर धन्यवाद तपाईँलाई। हामीलाई पनि तपाईँहरूसँग सँगै घुमेर सँगै सहकार्य गरेर हिँड्ने एउटा अवसर मिलेको छ। त्यसको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हेलो नमस्ते। अनि तपाईँलाई चाहिँ मलेसिया कस्तो लाग्यो? मलाई धेरै 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 रमाइलो लाग्यो। जस अब ठाउँहरू पनि एकदम राम्रो। हजुर जताततै हरियो। अब हङकङमा त्यति हरियो देख्न पाइएको थिएन, यहाँ चाहिँ आँखै साह्रै नै तेजिलो होला कि जस्तो लागेको छ है। हजुर हजुर। अनि मलेसियामा आउँदाखेरि तपाईँलाई के त्यस्तो नयाँ उपलब्धिहरू केही त्यस्तो नयाँ चाहिँ केही भेट्नुभयो कि? नयाँ त मैले धेरै नै भेटेँ। जस हाम्रो मगर भाइहरूमा, हाम्रो मगरसँग पनि यहाँ हङकङमा मलेसियामा रहेछ। र हाम्रो मगर सङ्घका भाइहरू पनि यति सक्रिय हुनुहुँदो रहेछ, धेरै खुसी लाग्यो। आउने दिनहरूमा हाम्रो भाइहरूसँग हातेमालो गर्दै यहाँ निकै बिजनेस पनि चलाउनु भएको रहेछ हाम्रो भाइहरूले। र आगामी दिनहरूमा नि गर्ने चाहिँ, आगामी बिजनेसलाई अगाडि बढाउने चाहिँ उहाँहरूको सोच रहेछ। सायद पछि हामी हङकङवासीले पनि हाम्रो मलेसियाका मगर भाइहरूसँग हातेमालो गर्दै अगाडि गऱ्यौँ भने सायद हामी धेरै नै राम्रो हुन्छ, अगाडि बढ्नेछौँ हामी मगर जातिहरू जस्तो लागिरहेछ। हजुर हजुर। अनि लास्टमा तपाईँलाई चाहिँ के भन्नु छ कि हामीलाई अब यहाँ बस्दाखेरि होइन कतिको रमाइलो महसुस गर्नुभयो, कहीँ कतै त्यस्ता खालको अप्ठ्यारोहरू आइपऱ्यो होला होइन, त्यसमा चाहिँ तपाईँलाई के भन्नु छ कि? त्यसमा चाहिँ केही छैन। जस हामी मलेसियामा पहिला टेकेदेखि भाइहरूले जति सहयोग गर्नुभएको छ होइन, एकदमै धेरै गर्नुभएको छ। आगामी दिनहरूमा चाहिँ बरु हामी मलेसिया र हङकङ साथै अरू देशहरूका पनि मगर जाति चाहिँ यसरी नै सधैँ अगाडि बढिरहौँ र हाम्रो आत्मीयता यसरी नै अगाडि बढिरहोस् भन्ने म चाहन्छु। ल अहिलेको लागि यति, धन्यवाद। हजुर धन्यवाद तपाईँलाई पनि। हामीलाई पनि तपाईँहरूसँगै सहकार्य गरेर सँगै घुम्ने एउटा अवसर प्रदान गरिदिनु भएको छ तपाईँहरूले। तपाईँहरूलाई घुमाउने एउटा बाहनामा हामी पनि यसो अलिकति रमाइलोमा रमाउने एउटा सानो समय मिलेको छ। त्यसको लागि तपाईँहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हाम्रो नेपाल मगर सङ्घ मलेसियाको सम्पूर्ण टिमको तर्फबाट। हस् त, धन्यवाद। हेलो नमस्ते। नमस्कार हजुर नमस्कार। अनि कति रमाइलोसँग घुम्नुभयो त हजुरहरू? हजुर तपाईँलाई जति अरू कसलाई छ र? हेलो नमस्ते। हजुर तपाईँलाई चाहिँ मलेसियामा आइपुगे पछाडि कतिको रमाइलो महसुस भएको छ? तपाईँले केही उपलब्धिहरू पाउनुभयो? एकदम खुसी छु। सुरुमा त मेरो यहाँ मलेसिया आउने प्लानै थिएन। हाम्रो चाहिँ थाइल्यान्ड कि त सिङ्गापुर जाने भनिरहेको थियो, तर दिदीले उताको टिकटहरू चाहिँ नपाउँदाखेरि मलेसिया जाने भन्नुभयो। त्यस्तो नमजा लागिरहेको थियो कि अब नौलो ठाउँ होइन, चिनेको कोही छैन त्यस्तो भन्ने फिलिङ भइरहेको थियो। तर यहाँ आएपछि चाहिँ कहिल्यै नभुल्ने, जानै मन नलाग्ने माया पाएको छु। धन्यवाद हाम्रो मलेसिया मगर टिम, मगर परिवार। अब तपाईँहरूको सहयोग, तपाईँहरूको मायाले गर्दाखेरि हामी चाहिँ आफ्नै घरमा जस्तो लागिरहेछ कि आफ्नै के अरे नेपालमा घुमे जस्तै लागिरहेछ। नत्र तपाईँहरू नभइदिएको भए हामीलाई कति गाडी चढ्ने, अब घुम्ने भाषाको समस्याहरू आउँथ्यो होला होइन। धेरै धेरै धन्यवाद। आई लभ यु।
मलेसिया मगर हजुर टिम मगर धन्यवाद दिन चाहन्छु तपाईँलाई। अब तपाईँले अब हामी यहाँ मगर सङ्घ मलेसियाले अलिकति केही सहयोगहरू गरेको छ तपाईँहरूलाई। हुन त त्यति धेरै सहयोग गर्न पाएका छैनौँ र पनि हामीहरूबाट केही कमी कमजोरीहरू छन्, त्यस्ता गल्तीहरू छन् भने तपाईँहरूले अवश्य पनि औँलाइदिनु होला। भोलिका दिनहरूमा हामीलाई अब अगाडि बढ्नका लागि एकदम सहज वातावरण सिर्जना हुनेछ भन्ने आशा पनि गर्न चाहन्छु। धन्यवाद। नमस्ते। नमस्ते। अब हिँड्नु पो होला अब हिँड्दै गर्दा पनि हजुर है त। नमस्ते हजुर। नमस्ते। तपाईँलाई मलेसियामा आउँदाखेरि तपाईँले केही त्यस्तो नयाँ उपलब्धिहरू केही त्यस्तो पाउनुभयो कि पाउनु भएन? खासै अब हामी चाहिँ अब हङकङ मौसमबाट आदिकै रूपमा त आएको होइन हामी एउटा छुट्टीको लागि कहीँ गएर रमाइलो गरौँ भन्ने हिसाबले आएका थियौँ र आउनुभन्दा अगाडि केही हाम्रो डिसिजन हुन अलिक कमजोरी भयो अनि अब ढिलै मात्रै मैले खबर गरेको थिएँ सुन्दर आले भाइलाई र जुन आएर जुन भाइहरूले सहयोग गर्नुभएको छ। अब मलेसिया मगरसँगले हामीले सोचेको भन्दा नि धेरै सहयोग गर्नुभएको छ, त्यसको लागि मेरो टिमले जो बहिनीहरू भनिसक्नु भएको छ त्यसको लागि मेरो तर्फबाट र मगरसँग हङकङको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा हामी यसरी नै अब कुराकानी गर्दै गरौँ होइन, एकले अर्कोलाई सहयोग गरौँ, हरेक काममा सहकारी गरौँ। त्यो नै हाम्रो एउटा मगरहरूलाई कसरी अगाडि लाने होइन, मगरको बारेमा हामीले के गर्न सक्छौँ त्यो कुराहरू हामी एउटा अन्त्यक्रिया कार्यक्रम गर्दै गरौँला होइन। एउटा अहिले एउटा फेसबुकको सञ्जाल छ, हरेक इन्टरनेटमा कुरा भइरहेको छ, त्यस कारण हामी पछि पनि कुरा गर्दै गरौँला। हजुर धन्यवाद। एकदम रमाइलो लागिरहेको छ र घाम पनि भएको छ यस्तो अब गर्मी हुँदा पनि एकदम रमाइलो चाहिँ एकदम फिल भइरहेको छ। अनि हामीलाई पनि तपाईँहरूसँग यसो तपाईँहरूलाई घुमाउने बाहनामा हामी पनि अलिअलि रमाउने एउटा अवसर प्रदान गरिदिनु भएको छ तपाईँहरूले। त्यसको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ नेपाल मगर सङ्घ मलेसिया सम्पूर्ण परिवारको तर्फबाट। र आगामी दिनहरूमा हामी पनि अझै तपाईँहरूसँगै सहकार्य गरेर अगाडि बढ्ने एउटा सपना पनि देखेका छौँ। अवश्यमा तपाईँहरूले साथ दिनुहुनेछ भन्ने हामीलाई आशा छ। भोलिका दिनहरूमा हामी अवश्य पनि एकताबद्ध रूपमा अगाडि बढ्नेछौँ भन्ने पनि मलाई लाग्छ। धन्यवाद सम्पूर्ण तपाईँहरू हङकङबाट जति पनि आउनुभएको छ सम्पूर्णलाई धन्यवाद टक्राउन चाहन्छौँ नेपाल मगर सङ्घ मलेसियाको तर्फबाट। अनि हजुर नमस्कार। हजुर नमस्ते नमस्ते। अनि कतिको रमाइलो महसुस भएको छ आज घुम्नु घाम गर्दाखेरि? महसुस भन्दा पनि अब यसो मेरो गाला हेर्नुहोस् है, उहाँहरूलाई यसै त्यही आधारले चाहिँ उहाँहरूलाई चाहिँ वर्णन गरिदिनु हो न, यही तपाईँलाई नमस्कार गर्नु। धन्यवाद। आज हामी निकै नै रमाइलो मोडमा छौँ, एकदमै रमाइलो महसुस गरिरहेका छौँ, सबैजना थकित छौँ र पनि रमाइलो महसुस गरेका छौँ। हामी निकै गर्मीमा छौँ र पनि हामी रमाउने प्रयास गरिरहेका छौँ यतिखेर भने हाम्रो नेपाल मगर सङ्घका एकदमै अग्रज हुनुहुन्छ यहाँ यतिखेर भोपाल झाँक्री मगरज्यू। तपाईँलाई चाहिँ कस्तो महसुस भइरहेको छ सर यतिखेर? कस्तो भन्दाखेरि अब जस्तो हाम्रो यहाँ हङकङ महिला मगर सङ्घका चेलीहरू आउनुहुन्छ 4 जना, उहाँसँग घुम्न पाउँदाखेरि साह्रै खुसी र हौसला महसुस भइरहेको छ। त्यसले हाम्रो तपाईँहरू लगायत हाम्रा मगर दाजुभाइहरूसँग घुम्नु एउटा मौका मिलेको छ। यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो चाइनिज न्यु इयरलाई, किन उसले नै हामीलाई छुट्टी यत्रो प्रदान गरिदिएको छ। त्यसै गरी हाम्रा हङकङबाट आउनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु र उहाँहरूले नै एउटा मौका, यो घुम्ने मौका सबैलाई चाहिँ मौका दिनुभएको छ र खुसीको त सीमै नै छैन। म कति खुसी लागेको छ भने दुःख भन्ने केही पनि छैन, खुसी नै खुसी छ र त साथमा तपाईँलाई पनि धन्यवाद। हजुर धेरै धेरै धन्यवाद छ हाम्रो भोकाल झाँक्री मगरज्यूलाई। नमस्ते। अनि आज घुमघाम गर्दाखेरि कतिको रमाइलो महसुस गर्नुभएको छ? अनि गर्मी भएको छ र पनि रमाइरहनु भएको छ, हाँसिरहनु भएको छ, एकदमै रमाइलो भइरहेको छ। हेलो सर नमस्ते। सर नमस्ते। अनि सर कस्तो रमाइलो, कतिको चाहिँ रमाइलो फिल गर्नुभएको छ, थकित हुनुभएको छ कि? बिजोग छ बिजोग, बिहानदेखि 2टा टेलर खाएर हिँडेको छ। हजुर हजुर जस फन्नी एकदमै रमाइलो भएको छ होइन? एकदम यो मोमेन्ट हुन्छ नि जिन्दगी नभुल्ने। मोहन सरसँगलाई हामीले यसरी इन्टरभ्यू दिएको थियो भनेर एकदमै रमाइलो महसुस भएको छ होइन यतिखेर? रमाइलो चाहिँ छ। हजुर हजुर ल है त धन्यवाद छ तपाईँहरू सम्पूर्णलाई। धन्यवाद। यतिखेर साथ दिनुभएको छ मलाई, यतिखेर धेरै धेरै रमाइलो गर्नुभएको छ।
हामी यतिखेर एकदमै रमाइलो ठाउँमा घुमिरहेका छौँ। यतिखेर भने हाम्रो नेपाल मगर सङ्घ मलेसियाका वरिष्ठ उपाध्यक्ष प्रेम पुलामी मगर समक्ष म आइपुगेको छु। हजुर सर नमस्कार। नमस्कार झोरले। हजुर झोरले तपाईँलाई अनि कस्तो महसुस भइरहेको छ सर यतिखेर? मलाई एकदम रमाइलो भइरहेछ, घामले पोलेर पिर पनि लागिरहेछ अनि हङकङबाट आउने साथीहरूलाई अहिलेसम्म खाना खुवाउनु सकेको छैन, चिन्ता नि लागिरहेछ। हजुर हजुर अनि अलि अब छिटो छिटो गरेर चाहिँ कोठातिर लागौँ होला, अब अफिसतिर जाने। अब हजुर धन्यवाद धन्यवाद। भनेपछि रमाइलो भएको छ, आज हामी घुमिरहेका छौँ। एकदम रमाइलो रमाइलो भएको छ। मलाई पनि यहाँ त थिचिरहनु पर्दैन पर्दैन। के सोध्नु त मैले? कस्तो भएको छ तपाईँलाई चाहिँ? हजुर नमस्ते। नमस्ते झोरले। झोरले हाई भन्नुहोस्। अनि आज हामी यतिखेर घुमिरहेका छौँ। रमाइलो भएको छ। पुत्रजया भन्ने ठाउँमा चाहिँ मलेसियाको एउटा रमाइलो सहर पुत्रजया भन्ने ठाउँमा घुमिरहेका छौँ। यतिखेर एकदमै अविस्मरणीय क्षण, एउटा एकदमै रमाइलो पल। हाम्रो हङकङबाट आउनुभएका सम्पूर्ण टिमहरूलाई मरी धन्यवाद दिन चाहन्छु यतिखेर। भने हामीलाई एउटा यो घुम्ने अवसर उहाँहरूले प्रदान गरिदिनु भएको छ। एकदमै उहाँहरूलाई घुमाउने एउटा बाहनामा हामी पनि रमाइरहेका छौँ यतिखेर। भने हामी पनि एउटा घुम्ने अवसर जुटेको छ, त्यसका लागि उहाँहरूलाई सम्पूर्णलाई धन्यवाद दिँदै र यहाँ घुम्नमा जतिखेर पनि साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म यतिखेर। नमस्ते। नमस्ते धन्यवाद। हेलो, हाम्रो यतिखेर हुनुहुन्छ नेपाल मगर सङ्घ मलेसिया सालम क्षेत्रीय कमिटीका सहकोषाध्यक्षज्यू। हजुर नमस्कार। नमस्कार झर्ले। हजुर अनि के छ, कतिको रमाइलो महसुस भइरहेको छ तपाईँहरूलाई यतिखेर? हजुर अनि अब यहाँ घुमघाम गर्दाखेरि तपाईँहरूलाई कस्तो एउटा केही कुराहरू उपलब्धि भए, केही कुराहरू यस्तो सिक्ने जान्ने अवसरहरू मिल्यो कि मिलेन? मिलिरहेछ। हजुर एकदमै रमाइलो भइरहेको छ होइन त? हजुर धन्यवाद छ हजुरलाई पनि।